नमस्कार सम्पूर्णमा। अनि अब फेरि पनि म तपाईहरुलाई मेरो ब्लगमा चाहिँ स्वागत गर्न चाहन्छु। यी साना साना नानी बुढाहरुको कता गयो बुढाहरु लिएर हैन। अनि आजको ब्लग चाहिँ यसरी सुरु हुँदैछ, हेर्दै गर्नु होला, म देखाउँदै गर्छु। अनि तपाईहरुको के छ भन्नु भन्नुस् है, के छ तपाईहरुको भनाइ? पेमसिरी ठीक छ? के छ भन्नु? ठीक छ। के गरे रे? देबोइबे देबोइबे खेरङ देबोइबे तेने धन्दा करे रे खेन्छु चिन्डायो रे करे रे सक्बा सक्बा गरे सक्दै गयो फुर्दो रे फुर्बा लोकसिंगी रे रे ओ या त दफन चौक कहाँ गयो? यस्तो 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 फुर्दोक लाग्दैछ हाम्रो गाउँमा फुर्दोक कि बनाइदेन होला न लेन ले कुकुर लेन खान्छ गाइस हो या बेस खाना गाइस आज चाहिँ फुर्चिङले नयाँ ज्याकेट लगाएको छ गाइस होला म चाहिँ फुर्चिङ हो हामीले गुम्बामा चाहिँ खाना चाहिँ यसरी बसेर खाने हो हैन। ए हाम्रो गुम्बा चाहिँ यस्तो छ, यस्तो गरेर चाहिँ गुम्बाबाट चाहिँ दृश्यहरू यस्तो देखिन्छ हैन। अनि आज चाहिँ हामी यहाँ किन आएको भन्दाखेरि चाहिँ यहाँनिर दुईजना एकदम विद्वान गुरुजीहरूसँग बसिरहेको छु। म देख्नु भएको छैन यता उहाँहरूसँग म भिडियो बनाउनु आएको र यो भिडियो चाहिँ म तपाईँहरूलाई पब्लिस गर्छु, त्यो हेरेर साथ दिनु होला है। उहाँ चाहिँ यसपालि 2026 सालको चाहिँ नयाँ लोबेन पढ्नु चाहिँ सँगै पढेको, तर उहाँको अलिकति ओ गुरु प्लिज यार सो योर फेस अनि उहाँ चाहिँ अब सँगै पढ्नु चाहिँ सँगै पढेको, सँगै खेलेको, खाएको, हिँडेको, तर अब 2 वर्ष अगाडि नै लोबेन भएर निस्किनु भयो र पनि अब त्यसमा कुनै दुःख मन छैन। उहाँलाई चाहिँ म एकदम धेरै के अरे शुभकामना दिन चाहन्छु। अनि तपाईँले यो भिडियोमा केही भन्नु सक्नुहुन्छ प्लिज लोबेन पासाङ। थ्यांक यू सो मच। अनि उहाँ चाहिँ अब लोबेन हुनुभएको हो अब होइन, अब लोबेन भइसक्यो, अब रिजल्ट आउनु मात्रै बाँकी छ एउटा खुड्किलो मात्रै, तर अब त्यसमा कुनै पनि दुई मन छैन उहाँ अब लोबेन हुनुहुन्छ भन्ने कुरा चाहिँ होइन। अनि उहाँ चाहिँ अब लोबेन हुनुको लागि 2 वर्ष बाँकी छ, अहिले हामी सँगै हो सँगै हो र पनि अब उहाँ जतिको अब्बल हुनु नसके पनि सँगै चाहिँ छु। अनि गुरु मेरो ब्लगमा आफ्नो ब्लग मार्फत तपाईले आफ्नो भिडियो मार्फत तपाईको आफ्नो सन्तोषी जगाइसक्नु भएको छ यो पालिको परीक्षामा। म तपाईको सफलतामा पनि मेरो आफ्नै सफलता हो सम्झेर एकदमै हर्षित छु म। ओके तपाईलाई पनि पूर्व शुभकामना आउँदो नतिजा प्रकाशनमा। ओके गुरु धन्यवाद गुरु, तर तपाईँ हुन्छ ल गुरु धन्यवाद। यसरी समात्ने त्यस्तो होइन हौ, उल्टा भयो गुरु, यतापट्टि फर्काउनु न यसरी हो, यसरी रहेछ कि अब यस्तो गरेपछि चाहिँ कस्तो अप्ठ्यारो भएको यसरी सिधो गऱ्यो गुरु, यसरी यसरी निस्किँदो रहेछ नि त। आज चाहिँ मैले उहाँलाई पनि सिकाएँ, मैले सिकेको ज्ञान चाहिँ म फेरि दिइहाल्छु हो। यसरी उहाँको चाहिँ स्यामसङ 25 अल्ट्रा प्रो म्याक्स है, यसरी घुमाउनु न यसरी। अनि गुरु हाम्रो त यस्तो खालको हुन्छ नि गुरु अलिक ठुलो मोबाइल हुनु पनि गाह्रो छ, यत्रो सानो सानो किन्नुपर्छ गुरु, अलिक ठुलो यसरी यसरी हो।
फर्पिङ भेगमा पाउने स्पेसल चिज भनेको चाहिँ यो है आमा के जान्छ कि उयो लप्सी भन्छ यसलाई चाहिँ होइन अनि स्पेसल फर्पिङ भेगमा चाहिँ एकदम प्रचलित अब यो जाडो महिनामा चाहिँ लप्सी हुन्छ गरम महिनामा चाहिँ के अरे नस्पति हुन्छ त्यो नस्पति मैले पहिलाको भ्लगमा पनि देखाएको थिएँ अब हेर्नुभएको छ भने थाहा हुन्छ होला लासो हो अनि अब म चाहिँ यसरी रुममा आएर होइन मेरो भ्लगलाई चाहिँ अन्त्य गर्दैछु तपाईँहरूले यहाँसम्म साथ दिनु भएको छ भने एकदम धेरै धन्यवाद दिँदै म मेरो भ्लगलाई चाहिँ यहीँनिर रोक्न अथवा अन्त्य गर्न चाहन्छु ड्याम